हजुर हामी मुस्ताङ कोराला नाका जाने क्रममा कोबाङ भन्ने बजार आइपुग्यौँ है हामी यति बेला। एकदम रमाइलो ठाउँ रहेछ। रमाइलो लागेर मैले केही सानो भिडियो क्लिप लिने प्रयास गरेँ यहाँ। र अहिले बगरको सिनहरू पनि आउँछ है तपाईँहरूलाई यहाँ अलि अगाडि बढेपछि। एकदम रमाइलो छ। पहाडहरू हेर्नुहोस् कति राम्रो पहाडहरू छ। आहा त्यसमाथि बादल टक्क है। ल यतापट्टि चाहिँ बगरहरू, यो चाहिँ कालीगण्डकीकै बगर हो। हामी कालीगण्डकीकै तिरमा यात्रा गरिरहेछौँ। कालीगण्डकीको तिरबाट यात्रा गर्दैछौँ। हाम्रो मित्र क्यामेरामा साथ दिइरहनु हुने, घरिघरि साथ दिइरहनु हुने मित्र राकेश श्रेष्ठ बोल्दै हुनुहुन्छ फोनमा यहाँ फ्यामिलीसँग अथवा कोसँग बोल्दै हुनुहुन्छ। मैले गाडी गुड्दै नै लिने प्रयास गरेँ है यति भिडियो चाहिँ। हेर्नुहोस् यो बगर, यो कालीगण्डकी बगरको नदीको बगरको किनारमा छौँ हामी। निकै नै रमाइलो यात्रा हुँदैछ हाम्रो है। ल अगाडि अर्को गाडी पनि देख्न सक्छौँ अझ हामी कन्टेनर। पछाडि पनि धेरै छ तर अहिले मैले यहाँबाट भिडियो लिन अलिक सक्दिनँ, अलि गाह्रो छ, अप्ठ्यारो छ। बाटो पनि एकदम क्लियर रहेछ, यता पिच बाटो रहेछ। अब कहाँसम्म रहेछ यो हामी हेर्दै जान्छौँ। तपाईँहरूलाई भिडियोहरू लिएर तपाईँहरू सामु बस्किने नै छौँ, बस्किराखेको पनि छौँ। अझै बाँकी भिडियोहरू पनि आउँदै नै गर्छ, हेर्दै गर्नु होला है त मित्रहरू। हस् त फेरि अर्को नयाँ रमाइलो स्थान आउने बित्तिकै तपाईँहरूलाई फेरि भिडियो बनाएर पस्किने नै छौँ। ल हाम्रो यहाँ राइडर मित्र राकेश श्रेष्ठ, मलाई घरिघरि क्यामेरामा साथ दिने मित्र है। अलि राम्रो चाहिँ आइरहेको छैन र हामीले यो गाडीको भित्र सिसाबाटै लिएको भिडियो हो। त्यति अलिक क्लियर चाहिँ छैन, तैपनि स्वीकार्नुहोस्। रमाइलो दृश्यहरूसँगै रमाउनुहोस्। केही क्षण भए पनि आइपुग्नु हुने मित्रहरू त यहीँ आएर रमाइहाल्नु भयो। नआइपुग्ने मित्रहरूको लागि यो भिडियोबाट मनोरञ्जन दिँदैछौँ, हेर्नु होला।